हेलो गाइज, सबैलाई वेलकम छ मेरो आजको ब्लगमा। मेरो आजको ब्लग के कस्तो हुन्छ भने चाहिँ मलाई पनि थाहा छैन। मैले जस्ट भर्खर उठेको, अहिले 4 बजे होला। म 4 बजे उठेर यसो भिडियो ब्लग गरिदिनु पऱ्यो भनेर रेडी भएर बस्नु आँटेको। कहाँ के हुन्छ त्यो राम्रोसँगले हेरिदिनु होला। अब कस्तो हुन्छ भिडियो मलाई पनि थाहा छैन। अब ब्लग गर्दैछु, के कस्तो हुन्छ है, सबैले हेरिदिनु होला, माया गरिदिनु होला, त्यति भन्दै गाइज यो र म चाहिँ रेडी भएर जानु आँटेको। अब र म यहाँ छु। गाइज हामी चाहिँ रेडी भएर जानु आँटेको। अब झापामा चाहिँ लास्टै गर्मी छ हेर्नु। अनि यहाँ चाहिँ स्कुटी गोप्ले यहाँ अगाडि जाँदैछ। ल अहिले बढ्छु। त्यो र म चाहिँ जाँदैछौँ राजगढ। ल गाइज यो र म चाहिँ राजगढ जाँदैछौँ। साइली हामी जाँदैछौँ। हामी चाहिँ नाबियामा आइपुग्यौँ। नाबियामा है ल हामी चाहिँ नाबियामा आइपुग्यौँ तपाईँसँगले। नाबिया चाहिँ यस्तो छ है। हामी चाहिँ जानु लागेको अब यताउति धेरै भयो यहाँ हिँड। सुमनेको त फलाइरहेछ। ल गाइज यही हो हाम्रो राजगढ बजार, यस्तै छ। हिरोहरू रहेछ क्या के बोल्नु हुन्छ हो। ब्लग पनि गर्छु, भ्युज आउँदैन, मेहनत गरेको हुन्छ, भ्युज आउँदैन, भ्युज पनि देख्नु पाउनु पर्छ। ल गाइज हामी चाहिँ आइपुग्यो अर्को साथीको क्याफे। हेर्न के गर्छौँ, यही हो हाम्रो अर्को साथीको क्याफे। साथी चाहिँ यहाँ काम गर्छ। के गर्नु हुँदैछ दाइ? ओ यहाँ के छ साथी? सन्चै सन्चै छौ? सन्चै छ साथी? के गरेको? के गरेको? खोइ त नि हाम्रो हप्ता खोइ हाम्रो भाइ हाम्रो हप्ता खोइ। चाउमिन खाएछ एक्लै। हाम्रो हप्ता खोइ भाइ? ओइ बोल न हाम्रो हप्ता खोइ? हप्ता चाहियो हाम्रो हप्ता। हप्ता ल्याउन हप्ता के गर्छ गाइज हामीले चाहिँ हप्ता उठाइसक्यौँ। ल र हामी निक्लिँदैछौँ। कर्नरिङहरू हान्दैछ। अङ्कल घर कहाँ तपाईँको? ए कुनाबारी खालीपुटै जानुभएको? ल हामी चाहिँ फेरि घुमफिर गरेर राजगढ बजारमै कति घुम्नु हो। घुम्दा वाक्कै भएछ। ल के कसो हुन्छ अहिले म भन्छु। यहाँ भाइहरू चटपटे खाँदैछ। हामी चाहिँ अब पैसा छैन, खाँदिनँ, गरी पऱ्यौँ। कस्तो काम पाउँदैन र के भनौँ यो बुढोले। हामी चाहिँ राजगढमा भट्के हप्ता उठाउँदै डुलै के गर्नु। मुझे कति डुल्नु, यो बाटो 50 चोटि भइसक्यो होला ओहोर गरेको स्कुटीमा। झन् पेट्रोलवाला छैन यहाँ। पेट्रोलवाला भएको भए चाहिँ पैसा चुर्नु मान्छे गुर्नु। यहाँ के किन्दैछ यसले। ल गाइज हामी चाहिँ जाँदैछौँ कसैसँगले यसो चलपल दिँदै। यो चाहिँ इलाका प्रहरी कार्यालय हो हाम्रो के भन्छ, हाम्रो राजगढ बजारको इलाका। हामी चाहिँ हात आइपुग्यो। हामी चाहिँ त्यही राजगढ राउन्ड हानेको राजगढ घुमेको। यो चाहिँ हाम्रो स्कुल पढ्दादेखिको अड्डा हो क्या। हामी चाहिँ यहाँ खाजा खायो, चाउमिन। मैले चाहिँ खाइनँ, यी बुइनलाई लगिदिएँ है। अब के गर्नु, बहिनी छ, माया गर्नै पऱ्यो। ल अब जान्छौँ, लास्टै गर्मी छ हाम्रोतिर चाहिँ यार। हामी चाहिँ घर जाँदैछौँ। यहाँ दाइहरू पनि ट्याक्क भेट भयो होइन। जाँदैछौँ घर।
केटाहरू पनि यहाँ छ टक्कसँगले। हामी चाहिँ फेरि यहाँ गाउँकै आन्टीको दोकानमा आइपुग्यौँ दाइहरूसँग। यसो के हो कसो हुन्छ है। गाइज मैले चाहिँ अलिअलि भ्लग गरेँ होइन, जति सक्ने थियो गरेँ। अब खाना बेची पनि छैन, रात पनि पऱ्यो। अहिले भ्लगमा अब अरू म भोलि गर्छु भ्लग, अनि त्यो एड गरेर राम्रोसँगले एडिट गरेर सब हाल्छु ल। अब आजलाई चाहिँ यति नै भ्लग गरेँ, भ्याइनँ पनि अलिक होइन। अब भोलि पनि अलिकति गर्छु। दाइहरू आउँदैछ ल। म जस्तो बनाइरहेको त त्यस्तै बना त नि, ठिक छ। स्टार्ट। ए भिडियो पो गर्छ, भिडियो गरौँ न। हामी बस्ने घर यही हो। मेरो बेड चाहिँ यो मेरो रुमको पार्टनरहरू। यो छोडिदिएको, बाल्टी छोडिदिएको, बकेट छोडिदिएको, यो कुकर छोडिदिएको, अनि टिफिन छोडिदिएको, चामल पनि छ है यहाँ। यो कट्टु पनि छोडिदिएको, माथि मचा पनि छोडिदिएको एकचोटि। दुबई पनि कुनै जमानामा आएको थिएँ भन्ने अब हिसाबले 6-7 वर्षमा जाँदैछु राम्रो तरिकाले होइन। हामी चाहिँ अब गलेदाइ जाँदैछ घर। हजुर आइफोन चाहिँ किनेर गएँ। ल दाइ ल, यस्तै छ हाम्रो टेम। ल भिडियो त गर्नु पर्यो नि त। ल दाइ ल चल्दै एयरपोर्टको टनेलै यो चाहिँ दुबईमा यस्तो हुन्छ। यादमै सीमित भयो अब मुझे।